Everyone, Seva, Namaste, welcome to my blog. This is me Resma Rai. सन्चै नै हुनुहुन्छ होला। म चाहिँ अलिकति बिमारी छु। अनि के साथीहरु, आज चाहिँ मदर्स डे। ह्यापी मदर्स डे अल अफ यु। अनि के साथीहरु, म चाहिँ यहाँनेर बुटन काट्दै छु। मुला काँक्राको अचारले चाहिँ गोर्खे अचार पनि भन्नु हुँदो रहेछ। तर म चाहिँ मुला काँक्रै सजिलो लाग्छ, त्यही भएर मुला काँक्राकै अचार बनाउन आँटेको साथीहरु। अनि साथीहरु, यसलाई चाहिँ धुनु पर्ने हुन्छ, अनि त्यसरी काट्ने, अचार बनाउने। अनि त्यो साथीहरु, आज चाहिँ सानो पार्टी गर्न आँटेको, त्यही भएर एकछिनमा केक पनि लिन जानुपर्छ। र साथीहरु, मैले चाहिँ केक पनि लिएर आएँ। साथीहरु, मेरो अचार पनि रेडी भयो। यहाँनेर पाकिसक्यो, मासु पनि, राँको मासु सिकिहालेको है साथीहरु। मदर्स डे किन मनाइन्छ मम्मी? मदर्स डे आमाहरूको 10 धारा दुध खाएको के भन्छ उ गर्नुलाई क्या, 10 धारा दुधको भार तिर्नको लागि मदर्स डे मनाएर आमाहरूलाई मिठो मिठो खान दिएर भार कटाउने अरे भन्ने एउटा भनाइ छ। थाहा छैन किन त्यो चाहिँ। साथीहरु सुनिहाल्नु भयो मम्मीको कुराहरु। हैप्पी मदर्स डे टु मम्मी। थ्याङ्क यू, धन्यवाद। हाम्रो राम्री छ्यामा मदर्स डे। थ्याङ्क यू उता फर्काएर उता मेरो राम्रो निस्किँदैन। हाम्रो राम्रो छ्यामा है उहाँ चाहिँ। हजुर, मदर्स डे कस्तो हुँदैछ? तर तेरो लागि त होइन मदर्स डे। मम्मीलाई विश गरिस्? गरेको ब्यान्डले मेरो मम्मीलाई ठुलो मम्मी मैले भेटाएँ। मदर्स डे कस्तो हुँदैछ? अहिले चाहिँ म देखाउँछ नि यस्तो हुँदैछ भन्छु ल। ल风吹来了片刻，芙蓉未开桃花落，愁云如一人为人，断后轻绕进湖泊，废墟却留作烟痕。落花有天晴雨多，烟雨茫茫隔江去，柔情最后对谁说？
कुन कन्ट्रीको South Korea. 1 billion. हस् त साथीहरू आजलाई भिडियो यति नै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भएकोमा